हाम्रो अर्थतन्त्र नेपाल राष्ट्र बैंकले भर्खरै वाणिज्य बैंकहरूको 10 महिनाको आर्थिक विवरण वेबसाइटमा सार्वजनिक गरेको छ। यसले के देखाएको छ भने समग्र यो बैंकिङ क्षेत्रको नाफा गत वर्षको 10 महिनाको अवधिभन्दा घट्दै गइरहेको छ र केही घटेको छ। यसले अब के भन्ने, हाम्रा अर्थविदहरू, यो देशका आर्थिक जानकारहरू, आर्थिक अनलाइनहरू हरेक क्षेत्रले के लेखेका छन् भने अर्थतन्त्र सुधारोन्मुख छ, सुधारको बाटोमा गएको छ, यति प्रतिशतले आर्थिक वृद्धि हुन्छ। यस्तो अवस्थालाई अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र बैंकिङ क्षेत्र, जसको नाफा क्रमशः घट्दै गएको छ, यसलाई हामी कुन रूपमा लिने? अझ यहाँ केही कुरा उल्लेख गर्नुपर्छ भने गत वर्षभन्दा यस वर्ष अर्थतन्त्रको आकार जरुर रूपमा बढेको छ। यो सबै वर्षहरूमा बढ्दै जान्छ, यो निश्चित हो। केही बैंकहरूले धेरै वा थोरै बोनस पनि वितरण गरे र केही भए पनि पुँजी वृद्धि नै भएको छ, यो सत्य नै हो। मुद्रास्फीति थोरै भए पनि बढ्छ, जसको कारणले गत वर्षको भन्दा मुद्राको क्रय शक्ति घट्छ। त्यसले गर्दा गत वर्ष 1 रुपैयाँ भनेको यस वर्ष त्योभन्दा बढी सो त त्यत्तिकै पनि हुन्छ, त्यो अवस्था हो। यस्तो अवस्थामा 6-7% को वृद्धिलाई स्थिर मान्नुपर्ने हुन्छ, किनकि धेरै पुँजी वृद्धि बैंकहरूले नगरेको अवस्था हुँदा यो अवस्थामा 6-7% को वृद्धिसम्मलाई चाहिँ स्थिर मान्नुपर्ने हुन्छ। त्यस्तो यहाँ भएको छैन। अर्थतन्त्रको एउटा महत्त्वपूर्ण पाटो वाणिज्य बैंक अर्थात् बैंकिङ क्षेत्र, वित्तीय क्षेत्र, जसले राजस्वमा योगदानदेखि समग्र अर्थतन्त्रको प्रतिनिधित्व गर्छ। यो क्षेत्रको खराब कर्जा मैले यहाँ चर्चा गरेको छैन, यति धेरै बढ्दै गएको छ। बैंकहरू गैर बैंकिङ सम्पत्ति थुपारिरहेका छन्, उनीहरूले कारोबार गर्ने त्यस्तो चिज होइन, पैसा हो। पैसाको कारोबारभन्दा गैर बैंकिङ सम्पत्ति थुप्रिएको छ। बैंकहरू ऋण लगानी गर्न सकिरहेका छैनन्। मानिसहरू किन पैसा लिन आइरहेका छैनन् र बैंकहरूले किन लगानी गर्न सकिरहेका छैनन्? यो डरमर्दो अवस्था छ। यस्तो अवस्थामा के रिपोर्ट आउनु? अर्थतन्त्रको आकारै धेरथोर बढेको अवस्थामा कमसेकम गत वर्षभन्दा बढ्नु पर्थ्यो। गत वर्ष धेरै नउठेका पैसाहरू यो बीचमा उठाउन सक्नु पर्थ्यो। नयाँ व्यवसाय नगरे पनि उठेको देखिनु पर्थ्यो, त्यो अवस्था छैन। यसले गर्दा यो बैंकिङ क्षेत्रको नाफाको अवस्थालाई हेर्दा हामी अर्थतन्त्रको एउटा पाटोको बारेमा एकदम चिन्तित हुनुपर्ने अवस्था छ। यहाँका अनलाइन पोर्टलहरूले लेख्ने कुराहरू, देशका आर्थिक विज्ञता भनिनेहरू, अर्थविदहरू, राजनेताहरू, जसले अर्थतन्त्रको पाटो सुधारिँदैछ, सुधारोन्मुख छ, हामी सकारात्मक दिशामा गइरहेका छौँ भनेर जुन कुरा भन्छन्, यसलाई गिज्याएको होइन त? यसले त्यो बैंकिङ क्षेत्र डरलाग्दो अवस्थामा छैन। यतातिर ध्यान दिने कसले? यी रिपोर्टहरू किन यस्तो आउँदैछन्? यसलाई सुधार्नु पर्दैन? यो सरकारको होइन, सरकारका बैंकहरू पनि होलान्, सरकारी लगानीमा पनि छ, तर सरकारको काम हो कि होइन? निजी क्षेत्रको लगानी पनि छ। यत्रो ठुलो पुँजी वृद्धि गरिएको छ, त्यत्रो लगानी छ, दुनियाँको पैसा बैंकमा लगानी छ, दुनियाँले बचत गरेका छन्, कर्जा लिएका छन्। देश सञ्चालनको आधार, राजस्वको आधार, यस्ता विविध पक्षहरू समेट्नुपर्ने अर्थतन्त्रको मेरुदण्ड बैंकिङ क्षेत्र भनेको देशको समग्र पक्ष होइन। बैंकिङ क्षेत्रको समस्या समग्र पक्षको समस्या होइन। तर यो क्षेत्रको स्थिति प्रति वर्ष गिर्दै जानुलाई के भन्ने? यसले अर्थतन्त्रको कस्तो अवस्थालाई इङ्गित गर्छ? हामी विचार गरौँ त। यो एउटा डरलाग्दो अवस्था होइन? हाम्रो अर्थतन्त्र कता जाँदैछ? हामी कतातिर जाँदैछौँ? यस विषयमा सोच्ने कसले, बुझ्ने कसले? मैले यो एउटा सानो विषयमा मात्रै चर्चा गरेँ। धेरै विषयहरू मैले मेरो यो च्यानलको भित्र राखिसकेको छु। सेयर बजारदेखि लिएर
कानुनका विविध पक्षका कुराहरू, अर्थतन्त्रका विविध पक्षका कुराहरू, सामाजिक विकृति र विसङ्गतिका कुराहरू, धेरै कुराहरू मैले यहाँ समेट्ने प्रयास गरेको छु। त्यसलाई पनि कमसेकम शीर्षक हेर्नुहोस्, भित्र छिरेर मन पर्छ भने त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ। यसलाई मनपर्छ भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न छुट्नुहुने छैन। धन्यवाद। आजलाई यति।